म यत्रो दिन भइसक्यो अहिलेसम्म रुम खोज्दा 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 बल्ल बल्ल तपाईँले यहाँ माथिल्लोपट्टितिर कहाँ छ भन्दै थियो। त्यही त तिमीलाई भर्खर मालिकलाई फोन गरेर भए पनि मैले कुरा मिलाएको छु। चुपचाप लागेर हिँड न, त्यहाँ भर्खर फोन आएको छ कि घरमै छ अरे मालिक पनि। ए हो र? चिन्ता नगर, तिमीलाई सस्तो मस्तोमा मिल्छ भनेको छ त्यो मालिकले। दाजु लु जाउँ न त कहाँतिर हो। हिँड 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 हो। होइन हौ मैला, मेरो त यार घर बनाएको यत्रो वर्ष भयो, तेरो त घरमा ड्याम ड्याम दिए अब किरायदारहरू बसेको छ। मेरो त छैन त एउटा पनि। के बनाउँदै लाग्यो मलाई त यस्तो हाम्रो। तिम्रोमा त कोही मान्छे नै आउँदैन। त्यही त भनेको, आज भाइलाई पठाएको छ मैले हो, ल्याएर आउँछ होला। ल्याउँछ होला त्यसले, हेरौँ अहिले। ल केटा, यही हो घर चाहिँ होइन। टक्क यहाँ बाहिरतिर ल, यहाँ त लुगा सुगा सुकाउने ठाउँ पनि दामी रहेछ। बिहान घामसाम पनि लाग्दो रहेछ, आनन्दले बस्नुभयो। यता नै ए मालिकहरू पनि यता बाहिरतिरै पो रहेछ त। नमस्कार नमस्कार घरबेटी, नमस्कार। त्यता होइन त्यता होइन, घरबेटी बाहिर त हो। नमस्कार यता घर। नमस्कार घरबेटी। ए अच्छा, कुन कुन केटा यही हो? यही त हो नि मालिक साहब। उसलाई नै यहाँ रुम चाहिँ छ भाइ होइन, रुम पनि राम्रो छ, रुम पनि ठुलो छ, एकदम सफा छ। तिमी पनि सफा बस्नु पऱ्यो, हेर्दा फोरी फोरी जस्तो छ होइन। अब किराय चाहिँ भनिसक्यो कि भन्नुपर्छ किराय? होइन मालिक साहब, अघिदेखि मैले कुरा त गर्दै ल्याएको। अब कति कुरा बाहिरको सम्झेँ, अब भित्रको तपाईँहरूको के कति हो यस्तो आफै भन्नुहोस्, मैले के भन्नु अब। अब कान्छाले सबै कुरा गरिसकेको रहेछ होइन। पैसाको कुरा गर्नु पर्दा चाहिँ अब अरूलाई हो भने 7,000 हो, कान्छाले ल्याएकोले गर्दाखेरि तिमीलाई 5,000 मात्रै देऊ न तिमी महिनामा। आफू त सबै दार्जिलिङको रुमहरू चाखेर आएको मान्छे, 500मा दिने हो भने बस्छु, नत्र भए बस्दिनँ। 500मा रुम खोज्न आउँछ है। यत्रो ब्याङ्कमा लोन लिएर मैले त्यति आउन हो यत्रो घर, साला 500मा रुम खोज्छ। यो कान्छाले पनि अरू बेला त राम्रो मान्छे ल्याउँछ, अझ त के ल्याएको यसले? साला भेटिस् आज त दुईजनाले।